In today's video, we are starting our food hunt series of your favorite YouTuber, restaurants or cafe. Are these places really worth your time and money? Or is it just a big bluff? We are gonna find out in our today's video. मुझे याद नहीं करोगे। So guys, आज हामी आइसकेको छौँ होरो क्याफे. So check it out. ल जाउँ. सो गाइज अब हामी चाहिँ आइसक्यौँ होइन अनि त्यसरी हामीले अर्डर नि गरिसक्यौँ गरेर दामी छ होरो क्याफे आउँदै हुनुहुन्छ भने विङ्स ट्राई गर्दा हुन्छ एकदम दामी छ Obat bos nak kena boleh saya sendiri anak selo kita buat tahu. Kuat. Jaget. Ada. Ayo. Kuat. यो मोमोको पालो ल चिल्ली मोमो लेट्स गो स्ट्यान्ड लिएर आएको चाहिँ कामै भएन कि यहाँबाट खिच्दाखेरि यहाँ माथिसम्म आयो यो क्या त्यसपछि यता त चाहियो त्यो भएर स्ट्यान्डको कामै लागेन होइन साथीहरू त्यस्तै हो सही लाग्यो यार यो एकदम सही रहेछ यो डेकोरेसन एकदम त्यो चाहिँ सही रहेछ हरेक त्यो रहेछ कि स्टोरेज लार्ज राम्रो छ यार ठ्याक्क चिकन विङ्सलाई चाहिँ म कति लगभग 8 को रेटिङ दिन्छु दामी छ मिठो छ है ट्राई गर्दा हुन्छ आउँदाखेरि यदि ट्राई गर्न चाहनुहुन्छ भने चाहिँ चिकन विङ्स के हो चिकन विङ्स के थियो चिकन विङ्स फ्राईमा चाहिँ ट्राई गर्न सक्नुहुन्छ है दामी छ त्यो चाहिँ अनि त्यसपछि अर्को चिकन चिल्ली मोमो पनि दामी छ है एकदम फ्लेभर टक्क लाग्ने खालको छ मिठो छ खाँदा हुन्छ एकदम सही त्यसपछि हाम्रो यो बफ के अरे स्टिम मोमो त्यो पनि सही छ ट्राई गर्दा हुन्छ यो ठाउँको भर्जिन मोहितो चाहिँ मलाई दामी लाग्यो किनभने लाइक यो हेर्न सक्नुहुन्छ लाइक लेमनको पोर्सन पनि धेरै छ कि अरू ठाउँमा यत्रो धेरै हाल्दैन नि होइन सो इट्स अ गुड साइन यार यत्रो धेरै हाल्न सही हो हेर्नु सक्नुहुन्छ डरमै छ हौ खतरा छ यो दामी छ यो दामी छ फ्रेस हुन्छ फ्रेस मजाले आउनु सक्नुहुन्छ है दामी अरूहरूसँग ठ्याक्कै खाँदाखेरि मिठो हुने क्या है दामी हुन्छ यो ट्राई गर्न सक्नुहुन्छ है भर्जिन मोहितो अनि लाइक प्राइस रिगार्डिङ पनि धेरैजनाले के अरे बढी के अरे प्राइस बढी छ ओभर प्राइस भन्छ तर लाइक काठमाडौँमा अब बिजनेस गर्नु छ भने चाहिँ लाइक धेरै एक्सपेन्सहरू हुन्छ क्या
अच्छा अब यत्रो कलेज छोडेर आएको अकाउन्ट छोडेर आएको होइन अच्छा अब हामीले पढ्नुपर्छ है समझ गया एक्सपिरियन्स वेजेसहरू त्यो लाइक खर्चहरू धेरै हुन्छ कि एक्सपेन्सेसहरू अनि त्यही भएर प्राइसिङमा चाहिँ मलाई केही नै भन्दिनँ म किनभने लाइक प्राइस धेरै पनि छैन क्या त्यो नि त्यही त तर होइन कतिजनाले भनिरहन्छ है टिकटकमा नि तर होइन रहेछ होइन त्यस्तो हुँदैन लाइक बिजनेस गर्दाखेरि धेरै कुराको एक्सपेन्सहरू पनि त कभर गर्नु पऱ्यो नि नत्र त घाटामा जान्छ नि त होइन त्यही भएर हो क्या त्यही भएर प्राइसिङमा चाहिँ त्यस्तो केही नभनौ खाना मिठो छ है आउँदा हुन्छ आएर मजाले रमाइलो गर्ने अनि मजाले मिठो छ अच्छा ठीक है अनि खाना चाहिँ सफा चट भइसक्यो हेर्न सक्नुहुन्छ यहाँनिर लाइक अनि मलाई रेट गर्नु पऱ्यो भने चाहिँ लाइक सबभन्दा दामी चाहिँ मलाई चिकन विङ्स फ्राई लाग्यो तपाईँहरूले नि अर्डर गर्न सक्नुहुन्छ अनि त्यसपछि यो चिल्ली मोमो जसलाई पिरो पनि अलिक पिरो थाम्न सक्ने पिरो छ मिठो लाग्छ भने चाहिँ यो पनि ट्राई गर्दा हुन्छ यो पनि दामी छ है फ्लेभरफुल छ एकदम त्यसपछि यो मोमो पनि खान सक्नुहुन्छ लाइक मोमो त जता पनि पाउँछ तर लाइक अचार चाहिँ दामी छ है ल अनि त्यही हो त्यही भनेर अनि यो मिन्टमा चाहिँ म एकदम फिदै भइसकेँ साथीहरू होइन दामी छ एकदम खतरा भर्जिन मोहित होइन दामी छ अनि मलाई दामी लागेको भनेको यहाँको डेकोरेसन पनि एकदम राम्रो छ कसको आइडिया तर एकदम राम्रो छ है यो सही छ ल लजुटी ल यो मोमोलाई चाहिँ म 8 रेट गर्छु र यो मोमो पनि यो 7 भनौँ त्यसपछि यो 8.5 भनौँ मिठो छ है ट्राई गर्दा हुन्छ यति यो मगाउँदाखेरि ठिक्क हुन्छ राम्रो मिठो हुन्छ दुईजनालाई आनन्दले पुग्छ साथी मेक्स यु भिजिट ओर क्याफे कुन ठाउँ हो त्यो नयाँ बानेश्वर कुन ठाउँ भन्नु तिनकुने जस्तो लागेको थियो मलाई होइन सोची गरिहाल्ने हो कुन ठाउँ तर तिनकुने नै जस्तो लाग्छ मलाई त तिनकुने मेक्स यु भिजिट ओर क्याफे तिनकुनेमा छ आउन सक्नुहुन्छ अनि त्यसपछि जो मैले खाएको खानाहरू चाहिँ मिठो छ त्यसैले हजुरहरू पनि सिधै आएर ट्राई गर्न सक्नुहुन्छ यो ट्राई गर्दा हुन्छ एकदम मिठो छ दामी छ है त साथीहरू सो गाइज ओभरअल एक्सपिरियन्स चाहिँ दामी भयो होइन र यसै गरी अरू पनि युट्युबरहरूमा जान चाहनुहुन्छ भने चाहिँ मलाई कमेन्ट गर्न सक्नुहुन्छ हजुरहरूले धन्यवाद